चिज चाहिँ इजी हुन्न के, कुनै चिज इजी हुँदैन होइन, सबै चिज गाह्रै हुन्छ। गाडी आउँछ, तिमी साइडमा किन बसेको? गाडीहरूलाई देखाइदेऊ न, गाडीहरूलाई पनि देखाइदेऊ। उठेर उठा उठा जमहरू आउँछ है गाइसहरू, त्यस्तै हेर्नु आएको होला नि होइन, हामी त्यस्तै गाउँदाखेरि खतरा हुन्छ नि त गाउँदाखेरि, खतरा हो खतरा। यस्तो हाम्रो त पहिलो पत्थर हो, किनभने माथिलो मात्रै कुराउनु चाहिँ सकिँदैन गाइस। डर लाग्छ, डराउँदै गरेको डर पनि मात्रै लाग्छ नि मलाई फेरि। के हो सबै गयो। मलाई केहीको खाँचो छैन, परम प्रभु मेरो घोटाला हो। यता देखो, मलाई त्यस्तो होइन कि घोप्टो पारा हो। मलाई केहीको खाँचो छैन, उहाँले मेरो पाइलाहरूलाई चिप्लन सोचेको छरी चाहिँ मलाई रिझाउँदछ। किनभने परमेश्वरले चाहिँ हाम्रो यी दुई हात दिनुभएको छ अनि दुईवटा खुट्टा, त्यसैले हामीले परिश्रम चाहिँ एकदमै गर्नुपर्छ है साथीहरू। यदि हामीले परिश्रम गऱ्यौँ भने चाहिँ परमेश्वरले अवश्य हामीलाई आशिष दिनुहुन्छ। सो परमेश्वरले भन्नुभएको छ, वचनमा लेखिएको छ, अल्छीहरू हो त तिमीहरूले खाना पनि नखाऊ भन्नुभएको छ है। जसले अल्छी गर्छ उहाँहरूले चाहिँ खाना पनि नखानुहोस् भन्नुभएको छ। किनभने हामी चाहिँ मिहिनेत गर्नुपर्छ होइन। जब हामी मिहिनेत गर्छौँ भने चाहिँ हाम्रो मिहिनेतहरूमा, हाम्रो परिश्रमहरूमा परमेश्वरले आशिष दिनुहुन्छ साथीहरू।